बुढो ढेँडो त खाम लाग्ने बनाउनु भयो त। ढेँडो बनाउने भनेकै खाम लाग्दो हो नि। अब यो ढेँडो पकाएको चाहिँ सेफ हो कि के हो? धेरै वर्ष पछाडि हो। ढेँडो सेफ नै भन्दा नि हुन्छ हुन चाहिँ। अब यसमा गाईको लोकल घिउ हालेर चाहिँ बनाइँदैछ। धेरै वर्ष हो खानु त पोहोर पनि खाएको। पकाउन चाहिँ योचोटि पकाउनु चाहिँ अब धेरै वर्ष पछाडि नै बनाएको भनौँ न। 22-25 वर्ष 22-23 वर्ष भनौँ न। 22-23 वर्ष पछाडि मैले बनाएको ढेँडो चाहिँ हो। ढेँडोको एक्सपिरियन्स त राम्रै रहेछ। एक्सपिरियन्स राम्रै छ। अब यो चाहिँ एकदम लोकल अर्ग्यानिक कोदोको। ऊ तल झरेर टेक्नु होला। आफ्नै बारीमा आफ्नै बरेसाबारीमा फलेको कोदो पिठो हो यो। भोजपुरबाट हाम्रो भाउजूले पठाइदिनु भएको कोसेली स्वरूप हामी चाहिँ आज शनिबारको दिन यसलाई ग्रहण गर्न लागिरहेका छौँ। अब त्यस्तै हो। भोजन त भोजन त्यसमा चाहिँ फाइबरको मात्रा पनि बढी हुन्छ आइरनको मात्रा। त्यो भएको कारणले गर्दाखेरि एकदम शरीरको लागि एकदम राम्रो हुन्छ। विशेष गरी यो ढेँडोको फेरि माम्री खानु चाहिँ साह्रै मजा हुन्छ कि। माम्री चाहिँ एकदम मिठो हुन्छ। अब आज विशेष गरी माछा मासु चाहिँ नखाने भयो। पाहाडको अर्ग्यानिक कालो दाल मासको दालसँग हल्का घिउ मिसाएर चाहिँ हाम्रो खाने चाहिँ प्लान छ आज। के हो पसिना आयो क्या ढेँडो पकाउँदा? हल्का यसमा अलिकति बल पनि लाग्छ। जति मस्कायो त्यति मिठो, जति मस्कायो त्यति चाहिँ स्वाद थाहा हुन्छ कि यो कस्तो मान्छेले पकाएको ढेँडो हो भन्ने कुरो होइन। छोप्दिनँ गर्दाखेरि एकदम मजाले ओडाएर नै यसरी घुमाइ ओडाल्ने। यसरी कम्तीमा ढेँडो पकाउने कराई पनि दामी नै रहेछ। कराई पनि यो अर्ग्यानिकै हो, घरमै बनाएको। छिमेकी यो चाहिँ युमिका विश्वकर्माले बनाएको कराई हो। लगभग यो 10-15 वर्षमा चाहिँ यतिको हुँदो रहेछ कराई। राम्रोसँगले नहुँदा राम्रोसँगले नखुर्दा 22 वर्ष भयो त्यो। यो कराई किनेको चाहिँ 22 वर्ष भयो अरे। कराई तपाईँले नि किनेको? यो पनि एउटा इतिहासै बन्न लागेको छ यो कराई। त्यो भएको कारणले गर्दाखेरि यो पनि जबसम्म नाकबाट पसिना चुँदैन ढेँडो मस्काउँदा तबसम्म ढेँडोको टेस्ट चाहिँ पाइँदैन हजुर। त्यो भएको कारणले गर्दाखेरि मस्काइराख्ने हो। अब एकछिन एकदम सानो आगो बनाएर 2-4 मिनट चाहिँ यसलाई छोप्नुपर्छ। त्यो भएको कारणले गर्दाखेरि अब यसको पनि समाउने छैन हजुर। त्यो पनि 23 वर्ष पुरानो हो। यो पनि आफ्नै बारीको। अब एकछिन छोडिदिउँ है।